धेरै हातपात 9 दिनसम्म मारेर बोरामा फ्याल्ने पुरै प्लानिङ गरिसकेको थिएँ। कसरी बाँच्ने? एउटा महिलालाई बाँच्ने अधिकार छैन। बच्चालाई लिएर म टिकटक बनाउँछु, साथीभाइहरूसँग त सुतिहाल्यो मौसँग। होटलमा कहीँ उपचार गराउन जान्छु त होटलमा बस्छु, सानो लुगा लगायो भनेमा म धन्दा गरिरहेछु। यति वर्षदेखि बच्चाहरूको लागि बाँचिरहेको छु। मलाई रुनै मन लाग्दैन। म यति डिप्रेसनमा गएर म यहाँ आएको, आफ्नो इज्जत उछाल्न मलाई मन लाग्दैन। म अरूहरूसँग मागेर बच्चाहरूको उपचार गराएको छु। उसलाई टाइफाइड भएछ, खोज यति बिरामी हुन्छ। नानी पनि फिभरले हेर्नु यसको मुख कस्तो भइसकेछ। 2टा बच्चा पाल्न, आफ्नो जिउ पाल्न कति गाह्रो रहेछ त्यो त थाहा छ। बच्चा पाल्नलाई त मलाई बोल्नुपर्छ नि। मलाई 1 रुपियाँ दिने कोही छैन नि। तर पनि यो नानी हुँदाखेरि मलाई घरबाट निकाल्यो। बाबु पनि थियो। जिल्ला अदालतमा गयो, उच्चमा पनि त्यही मुद्दा त्यही आयो, मेरै पक्षबाट आयो। तर पनि घरेलु हिंसा मेरै पक्षबाट ठहर भयो। एमाले पार्टीको नेता हो। हजुर, आलम छ नि, मेरो जेठाजु त्यो केन्द्र सदस्य हो। केन्द्र चरित्र हत्या गर्ने, रक्सी खुवाएर मेरो बुढालाई त्यहाँ सोसल मिडियामा ल्याएर चरित्र हत्या गर्ने 6 वर्षभन्दा पहिला कहाँ थिए पनि छ। साइबर क्राइममा म उजुरी हाल्छु। यो मेरो आइडी छानबिन गर्नुहोस्। कसले चलाइरहेछ, मान्छे भिडियो पनि हालिरहेछ, पोस्ट गरिरहेछ। उनीहरूले अहिले चाहिँ मेरो माथि के आरोप लगाइरहेछ छोड्नलाई, आफ्नो यो जुन छ नि टपिक मुद्दाको कि यो छोरीलाई कुटपिट गरेको जुन छ नि यस्तो अवस्था, यो टपिकलाई चेन्ज गर्नलाई सोसल मिडियामा म माथि धेरै ब्लेमहरू ल्याइरहेछ। पहिला उनीहरू पत्रकार सम्मेलन गराएन, अहिले चाहिँ पत्रकार सम्मेलन गराइरहेछ। पत्रकार सम्मेलन चाहिँ कता गराइरहने? स्पर्ट्स खबरबाट। अनि हैन उतैतिर गर्ने हो कि यतै? उतै बिरगंज, बारा, पर्सा सबैतिरबाट पत्रकार सम्मेलन गराएको छ। तपाईको चरित्र हत्या गरिरहेछ। हजुर, यति वर्षदेखि चरित्र हत्या किन गरेन? म यस्तो छु भनेर। मेरो प्रेजेन्ट लाइफमा 2टा बच्चा पाल्न, आफ्नो जिउ पाल्न कति गाह्रो रहेछ त्यो त थाहा छ। बच्चा पाल्नलाई त मलाई बोल्नुपर्छ नि। मलाई 1 रुपियाँ दिने कोही छैन नि। म कुनै गलत काम गरिरहेछु, अरूसँग बोलिदिन्छु, भिडियो बनाइहाल्छु। टिकटक बनाउने अपराध हो, गलत हो। मैले जुन टाइम बिहे गरेँ हो त्यो टाइम त टिकटक थिएन। 11 वर्षभन्दा पहिला पनि टिकटक थिएन। 10 वर्षभन्दा पहिला पनि टिकटक थिएन। 9मा पनि थिएन। तर पनि यो नानी हुँदाखेरि मलाई घरबाट निकाल्यो। बाबु पनि थियो। अनि म टिकटक बनायो डिप्रेसनको कारणले। त्यसमा मैले एउटा मात्र चुरोट खाएको भिडियोहरू छ, तर मैले त्यो हालेको छैन। मेरो आइडी ह्याक गरेर यताउतिबाट मलाई टिकटक भिडियोहरू हालिरहेछ, बदनाम गरिरहेछ। किन? मान्छेहरूले यति रफ कमेन्ट गरिरहेछ। 6 वर्षदेखि माइती बस्यो, आजसम्म मलाई कसैले त्यो गलत कमेन्ट, गलत कुराहरू भनेन। सबैले मलाई सहयोग गर्नुभयो, जहाँसम्म हुन सक्यो त्यहाँसम्म गर्यो। साथीभाइहरूसँगको टिकटक बनाएको भिडियोहरू चाहिँ केही स्पर्ट्स खबरबाट हालेर अनि भन्दैछ कि यो केटी दारू रक्सी खाने केटी थिए, त्यही भएर म यसलाई एक्सेप्ट गरेन। त्यो टाइममा मेरो गल्ती बताओस्। अहिले प्रेजेन्टमा मेरो गरेको केही पनि उसले के मतलब? त्यो आफ्नो बिहे गरिसकेछ, मलाई मतलबै छैन। 1 रुपियाँ खर्च पनि गरिसक्यो। हजुर, उसले अहिले बिहे गरिसकेछ। अनि मेरो मुद्दा मतलब कहीँ पनि सुनवाई भएन। तपाईले अदालततिर जानुभएको थियो कि नै? के गर्नुभएको थियो? मैले जिल्लामा पनि गएँ, जिल्लाबाट पनि मलाई न्याय पाएन। जिल्ला अदालतमा गयो, उच्चमा पनि त्यही मुद्दा त्यही आयो, मेरै पक्षबाट आयो। तर पनि घरेलु हिंसा मेरै पक्षबाट ठहर भयो। मानाचामल पनि भयो। उनीहरूले डाइभोर्स पनि पठायो त्यहाँबाट। मैले त्यो मुद्दा गरेर मैले बनाएको, तर पनि उनीहरूलाई समातेर जिल्लाबाट झिकाएर जन्म दर्ता यिनीहरू मेरो विवाह दर्ता अनि नागरिकता बनाउनलाई मैले त्यो धेरै कोसिस गरेँ। तर पनि उनीहरू बनाउन मानिरहेको थिएन। जहिले पनि कुनै मेयरलाई लिएर आउने, वार्ड अध्यक्षलाई लिएर आउने। हजुर, पावरफुल छ। एमाले पार्टीमा थिए। एमाले पार्टीको नेता हो। हजुर, त्यो आलम छ नि, मेरो जेठाजु त्यो केन्द्र सदस्य हो। नेकपा एमालेको केन्द्रीय सदस्य। हजुर, नेकपा एमालेको। त्यस्तो सदस्य भएर यस्तो चरित्र हत्या गर्ने, रक्सी खुवाएर मेरो बुढालाई त्यहाँ सोसल मिडियामा ल्याएर चरित्र हत्या गर्ने 6 वर्षभन्दा पहिला कहाँ थिए? मानव त कहाँ थिए? म त्यस्तो छु भनेर किन ल्याएन? अहिले चाहिँ म जे पनि गर्छु त मेरो त्यो चरित्र हत्या गर्न मिल्छ त्यसलाई सोसल मिडियामा? त्यो माथि कारवाही हुनु पर्यो। मेरो गाउँ समाजमा मेरो इज्जत पनि लिइसकेको छ। म कहाँ बस्छु? यति वर्षदेखि बच्चाहरूको लागि बाँचिरहेको छु। मलाई रुनै मन लाग्दैन। म यति डिप्रेसनमा गएर म यहाँ आएको, आफ्नो इज्जत उछाल्न मलाई मन लाग्दैन। सोसल मिडियामा आउन मन लाग्दैन आफ्नो दुःख भनेर। किनभने त्यस्तो दुःख भन्छु भने म त्यही टेन्सनमा, डिप्रेसनमा गइहाल्छु। कसरी बाँच्ने? एउटा महिलालाई बाँच्ने अधिकार छैन। बच्चालाई लिएर म टिकटक बनाउँछु, साथीभाइहरूसँग त सुतिहाल्यो मौसँग। होटलमा कहीँ उपचार गराउन जान्छु त होटलमा
बस्छु सानो लुगा लगाएँ भनेमा म धन्दा गरिरहेछु डाइरेक्टली सोसियल मिडियामा आएर भन्न मिल्छ यति वर्षदेखि किन थिएन 1 रुपियाँ किन दिएन म अरूहरूसँग मागेर बच्चाहरूको उपचार गराएको छु उसलाई टाइफाइड भएछ को छ यति बिरामी हुन्छ नानी पनि फिभरले हेर्नु यसको मुख कस्तो भइसकेको छ खाना पनि खाएको छैन बाबुले पनि म यति टाढा किन आयो खुसीले आयो सौकले आएछु मेरो गाउँ समाजमा मलाई मान्छेहरूले के भनिरहेछ त्यो चुरोट खान्छ रे त्यो रक्सी खान्छ रे यस्तो यस्तो आरोप लगाइरहेछ मान्छेहरूले यति कमेन्ट गरिरहेछ यति वर्ष दुःख काटे त्यो मान्छेहरूले किन बुझ्दैन अहिले प्रेजेन्ट लाइफमा मेरो 1-1.5 वर्षको भिडियोहरू कहाँबाट आउट गरिरहेछ मेरो त्यो टिकटक आइडी पनि ह्याक भइसकेको छ टिकटक बनाएको छु त्यो 1 सेकेन्डको भिडियो थियो त्यो मैले मात्र टिकटक बनाएको त्यो मेरो कुनै साथीबाट आउट भएको हो अनि मेरो आइडी पनि ह्याक गर्ने मेरै मान्छे कसैले सपोर्ट गरेछ अनि ह्याक भएछ मेरो आइडी पनि छ साइबर क्राइममा म उज्रिहाल्छु यो मेरो आइडी छानबिन गर्नुहोस् कसले चलाइरहेछ मान्छे भिडियो पनि हालिरहेछ पोस्ट गरिरहेछ अनि मान्छेहरूले भनिरहेछ अरू केटासँग घुम्छ अरे त बुढाले अहिले तपाईँले अहिले नयाँ सरकार आएको छ होइन तपाईँले कतै अदालततिर होइन अहिले नयाँ काठमाडौँ आउँदै गर्दाखेरि के गर्नु भएको छ यो प्रक्रियाहरू मैले गरेको छु मैले गृह मन्त्रालयमा सुदन गुरुङ सरलाई मैले पत्र पठाएको छु अहिलेसम्म कुनै जवाफ आएको छैन मैले धेरै कल पनि गर्यो अब म कहाँ जाउँ भन्नु न मलाई न्याय पाउँछ कि पाउँदैन अब तपाईँले के गर्नुहुन्छ त अब तपाईँले अहिलेसम्म त न्याय पाउनु भएन अब 5-6 वर्ष भइसक्यो होइन अब तपाईँको लास्ट विकल्प के छ के गर्ने सोच्नु भएको म बच्चाहरूले लिएर आत्महत्या गर्छु यति वर्षदेखि हाम्रो कोही पनि थिएन आज चरित्र हत्या गर्नमा सबै मान्छे थुथु गरिरहेछ यति दुःख काटेछु केटी मान्छे किन गलत कदम उठाउँछ उसँग कोही पनि हुँदैन साथ सपोर्ट गर्ने त्यही भएर गलत कदम उठाउँछु तर मैले के गलत कदम उठाएको छु मैले सोसियल मिडियामा मात्र एउटा प्लेटफर्म हो कमाउने भिडियोहरू बनाउने साथीभाइहरूसँग भाइरल हुन्छ पैसा आउँछ त्यो माध्यममा मैले बनाएको मेरो माइती घरमै मेरो सबै मम्मी बुवाले धेरै सपोर्ट गर्नुहुन्छ तर यो भिडियो चाहिँ हालेछ म एउटा मुस्लिम समाजको केटी हो अनि अहिले चाहिँ यस्तो हालेछ भने मान्छेहरूले त नराम्रो ताना मार्छ नि अनि मम्मी बुवालाई त गरिरहेछ बोलिरहेछ कि तिम्रो छोरी नै त्यस्तो छ भनेर मान्छेहरू बुझ्दैन त्यसो भए अहिले तपाईँको मम्मी बुवाले सपोर्ट गरिराख्नु भएको छ सपोर्ट त गर्नु भइरहेछ तर पुरा चाहिँ गर्नु भइरहेको छैन यिनीहरूको कारणले आज तपाईँ मम्मी बुवाले पनि पुरा गरिराख्नु भएको छैन गर्नु भइरहेको छैन किनभने यो भिडियो मैले हालेकै छैन त सोसियल मिडियामा आएर यो किन हालेको छ मेरो मलाई बदनाम गरिरहेछ धेरै भने गइसकेको छु म अहिले बाँचेको छु किनभने म आफ्नो कुरा राखेर म आत्महत्या गर्छु त्यही भएर म यो अहिले जानकारी पनि दिइरहेको छु हजुरहरूलाई तपाईँ आत्महत्या गर्नैसम्म आइसक्नुभयो है त्यहाँसम्म पीडा दिइरहेछ उनीहरू मार्न सकेन नि अनि त्यही भएर उनीहरू यो तपाईँमाथि हातपातहरू गर्थ्यो कि नै धेरै हातपात 9 दिनसम्म मारेर बोरामा फ्याल्ने पुरै प्लानिङ गरिसकेको थिएँ तर मेरो बुवाले मलाई खोजेर छानबिन गरेर ल्याउनु भयो मलाई यहाँसम्म यो नानी पेटमा हुँदा यति कुटपिट गर्यो नि कि 7 महिनामा अपरेसन गरेर नानी भयो जबरजस्ती एकदम पेट दुखेर यस्तो गर्नुपर्छ ससुराले पेटमा चढेर बुहारीले कुटपिट गर्छ तपाईँको ससुराले पनि कुटपिट गर्छ हजुर 7 जना मिलेर अनि केन्द्रीय सदस्य भएर मेरो जेठाजु जुन छ उसले पनि त पिट्यो नि ए तपाईँको जेठाजुले पनि पिट्नु भयो जो एमालेको नेता हुनुहुन्छ हजुर उहाँले पनि पिट्नु भयो अनि यति वर्ष भयो अनि मान्छेहरूले भन्छ रुनलाई रुएर भन म किन रुएर भनौँ मलाई रुवाइ नै आउँदैन बच्चाहरू